दुःखको घटना साथीहरू क्यान्सर भएर मर्नु भएको दाइको आज काम उर्दिने दिन हो। हाम्रो चाहिँ यहाँ यो लिस्ना बनाउने चलन छ। हजुर हजुर बुवाको थियो। अनि यहाँ चाहिँ दाइको लिस्ना बनाउने बाबु एकदमै सानो छ, पढिरहेछ। के गर्ने साथीहरू हाम्रो चाहिँ चलन यस्तो छ। रोटी रक्सी चढाउने चलन छ साथीहरू। पानी ठुलबाबा यो के गर्ने हो? ए आगोन बाल्नुपर्छ। ए ए यतातिरको चलन यस्तो छ है साथीहरू। हाम्रोतिर चलन यस्तै छ साथीहरू। हेर्नु साथीहरू यो बाजेको दाइको बुवाको निशाना यस्तो भएछ। मान्छे लुगाएर निकालेर कारेको। यो गाडेको बु पनि किन लग्यो मान्छेले फेरि? हजुर लिनुभएको हजुर ससुरामा मान्छे यस्तो लापरवाही गर्छन् क्या। गाडेको चिज ओखलेर किन? यो खुट्टा हो बाजे। नमस्ते गरेको नि। हजुर थाहा पाएँ मैले अहिले। यो खुट्टा हो यो खुट्टा बाल्छ हजुर भागो बाल्छ नमस्ते मिलाइ जोडाइ जोर जोर मान्छे हो नमस्ते गरे। यस्तो ढुङ्गामा पनि नामहरू लेख्ने हैन बाजे? नाम लेखाछ त। अनि यहाँ हेर न। हो बाजे हो मैले देखेँ। त्यो कुरा यसरी चाहिँ हाम्रो काम सम्पन्न हुन्छ साथीहरू। यो चाहिँ यस्तो फटा मान्छे पनि छन् कि हाम्रो गाउँमा। यो भन्न पाइन्छ तर बढीमा चाहिँ साध्य घुम्न ल म गर्दै दिएको छु अहिले। अहिले बढाइदिन्छु म। उन्न अब जोसँग अहिले आज चाहिँ दाइको अन्तिम शुद्ध शान्ति। सबैजना आफन्तहरू भेला भइरहनु भएको। बिचरा बाबु चाहिँ सानै छ, पढ्दैछ। के गर्ने यस्तै रहेछ साथीहरू। दिदी बहिनी भान्जी नाति नातिना सबैजना भेला भइरहनु भएको साथीहरू आज। ओहो बाजे कहाँ आउनु भएको थियो? बस्नु के? एकदमै दुःखको खबर छ साथीहरू। उहाँ चाहिँ भाउजू हुनुहुन्छ। एकदमै सानो उमेरमा यस्तो भयो साथीहरू। दाइलाई भेट्न नपाए पनि दाइको अन्तिम काममा चाहिँ सबै आफ्नो मान्छेहरू भेला भइसक्नु भएको छ। दाइ हजुरबादमा चाहिँ स्वर्गमा बास पाओस्। के गर्ने? आउनु भयो बुढीहरू। खुट्टा दुखो होला। बिहान गाडीमा आउनु भएको थियो नि। हजुर बिचरा चेलीबेटीहरू आइरहनु भएको। आज चाहिँ लास्ट
कलिदिनु काटिदिनु निजी भाजी गर्ने हो केही छैन फाल्छ फाल त्यो पनि फाल चिसो होला पानी चिस भाजी भने के थोरै यो पानी चल्दैन चौरा बाबु अनि छोरी यति सानो छि चौरा के गर्ने आज चाहिँ दाइको अन्तिम काज यसरी चाहिँ हाम्रो चाहिँ गाउँमा रीतिरिवाज यस्तो छ साथीहरू भगवान कति निर्दय हो यस्तो बच्चाको बाबा ल के थाहा छैन बच्चा के भइरहेको चोरा नानी चली परि गरेको छैन यहाँ के अरे चला छैन कपालमा मान्छे दिन्छ के हातमा दिनुहोस् कि नकेर उहाँ चाहिँ ठुलो दिदी हुनुहुन्छ दाइको के राख्दा भयो अस्ति ती कुरा त गरे हाम्रो घरमा हाम्रो घरको त त्यसले आइसक्यो यो मात्रै होइन उनी पनि छोरी के भनेको हामीले खबर पाइन लाग्यो होइन खोइ आमाले त भने सम्झे खबर दिने भन्दाखेरि मैले भने दियो भने म घरै उरु बुवाईहरू भाग्यमान लैजाऊ के गर्ने अब कति खाने भने इटा ए भाइ कहाँ हिँड्नु माने अब कि सारा कति खाने यी भयो पुगिन बाबु निस्किनु आएको छैन भइन्छ छ एउटा